हाजिर भइसकेको छु आजको फेरि लाइभमा डिएक्सनको केही बेनिफिट डिएक्सनका केही महत्त्वपूर्ण प्रडक्टहरूको बारेमा जानकारी दिनको लागि हैन। जो बजारमा हाम्रो अफिसमा डिएक्सन अफिसमा जुनसुकै अफिसमा पनि अभाइलेबल भएको प्रडक्टहरू जुन देशमा पनि पाइने है। तपाईँको 280 कन्ट्रीहरूमा तपाईँको जुनै पनि अफिसमा पाइने डिएक्सनका प्रडक्टहरूमा र एकदम स्वास्थ्यवर्धक एकदम स्वास्थ्य सम्बन्धी त्यो हामीले युज गर्दाखेरि धेरै बेनिफिटहरू पाइने प्रडक्टको बारेमा म तपाईँलाई जानकारी दिनेछु। म त्यसको फोटोमा तपाईँलाई चाहिँ म केही फोटो राखिदिनेछु है त। जुन प्रडक्ट हाम्रो लागि अत्यन्तै आवश्यकता प्रडक्ट है। हजुर हजुर नमस्ते नमस्कार सम्पूर्ण साथीहरूमा। यहाँ तपाईँहरूले देखिराख्नु भएको छ होइन। यो मैले चाहिँ यहाँनिर एउटा प्रडक्टहरूको केही तपाईँहरूको सामने मैले एउटा फोटो यहाँ राखेको छु है। ओके 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 म आज तपाईँलाई यो जो प्रडक्टहरू छ नि यहाँ तपाईँको देख्नु भएको छ होइन। एउटा स्पेरुलिना छ, मोरन्जी छ र यो तपाईँको मसरुम पाउडर छ। नेपालमा तपाईँको आरजिजिएलहरू पाइन्छ। कस्तो हुन्छ आरजिजिएल कस्तो हुन्छ भने म तपाईँलाई नेपालमा हाम्रो उहाँ पाइने त्यसको पनि म तपाईँलाई फोटो राखिदिन्छु है। यो प्रडक्टहरूको बारेमा जानकारी दिनुको मेन मेरो चाहिँ यो हो कि हामी कतिपय साथीहरूले यो सोच्छौँ कि डिएक्सन प्रडक्टले के गर्छ भन्ने कुराहरू चाहिँ हो क्या। डिएक्सन प्रडक्टले के गर्छ नि क्या, धेरै कुरा गर्छ कि बुझ्ने मान्छेलाई खाने मान्छेलाई डिएक्सन प्रडक्टले धेरै काम गर्छ। ओके सो थ्याङ्क यू साथीहरू। यतापट्टि यो चाहिँ छ तपाईँको आरजिजिएल, यतापट्टि छ तपाईँको चाहिँ यो स्पेरुलिना, मोरेन्ज जुस र मसरुम पाउडर। जो मसरुम पाउडर गल्फमा पनि पाइन्छ, नेपालमा पनि पाइन्छ, वर्ल्ड वाइड पाइन्छ र आरजिजिएल यो गल्फमा छोडेर अरू जुनै पनि देशमा पाइन्छ है त। यिनीहरू प्रडक्टको इर्द गिर्द घुमेर म तपाईँलाई चाहिँ संक्षेपमा कुनै यति राम्रो चाहिँ प्रडक्टको बारेमा केही जानकारी दिन्छु र यो हामीलाई कुन कुन अवस्थामा कुन कुन मान्छेले कस्तो कतिखेर खानुपर्छ र कस्तो मान्छेले खानुपर्छ कुराहरूमा त्यसको बारेमा जानकारी दिन्छु है त। सर्वप्रथम त म परिचय दिन चाहन्छु। मेरो नाम नारायण बगाली, पश्चिमाञ्चल कञ्चनपुर पूर्णवास, हाल अहिले दुहा कतारमा छु र विगत केही सालदेखि डिएक्सन कम्पनीमा आबद्ध भएर चाहिँ डिएक्सनका प्रडक्टहरू युज गर्दै आफूलाई पनि आफू युज गर्दै र अरूलाई पनि युज गराउँदै होइन। र कतिजनाले आफ्नो चाहिँ लाइफमा स्वास्थ्य पनि हासिल गर्नुभयो होला र केही खानपिनको कारणले पनि कोही ढिलो भएको होला होइन। त्यो भनेको के भन्छ हाम्रो शरीरको कति अब्जर्भ गर्ने हो त्यो हिसाबले चाहिँ प्रडक्टले पनि काम गर्ने हो है त। र यो भनेको एउटा प्रडक्टको दबाई नभएर एउटा चाहिँ फुड सप्लिमेन्ट हो, जो एउटा चाहिँ स्वास्थ्यवर्धक चिजहरू हाम्रो चाहिँ एउटा चाहिँ नेचुरल र अर्ग्यानिक प्रडक्ट जो शरीरमा खाँदाखेरि रोगलाई पनि राम्रो गर्ने र साथसाथमा तपाईँको खानालाई पनि पूर्ति गर्ने र रोगलाई पनि राम्रो गर्ने प्रडक्ट भएको हुनाले चाहिँ यो एउटा चाहिँ त्यो जस्तो कि हामी एउटा जुस र एउटा चाहिँ फुड सप्लिमेन्टमा तपाईँको एउटा चाहिँ होइन एउटा स्पेरुलिनालाई पनि एउटा खानाको रूपमा पनि हेर्छौँ, जसमा त्यो तपाईँको भिटामिन्सहरू तपाईँको सागपात होइन हरेक मान्छेहरूलाई चाहिने त्यो भिटामिन्सहरू चाहिँ मिनरल्सहरू चाहिँ तपाईँको चाहिँ यो स्पेरुलिनामा र तपाईँको मसरुम भनेको तपाईँको डिएक्सनको चाहिँ एकदम महत्त्वपूर्ण चिज है। अब म तपाईँलाई चाहिँ मेन तपाईँको चाहिँ अहिले म कुरा गर्छु यो मोरन्जी जुसको। मोरन्जी जुसमा आज अधिकांश मान्छेहरू खानाको ब्यालेन्स बिग्रिएर खाना खानेको ब्यालेन्स र यो तनाव यो टेन्सनले गर्दा मान्छेहरू क्यान्सरकोतिर गइराखेको छ। क्यान्सरलाई चाहिँ आफ्नो चाहिँ जीवन परिवर्तन गरिरहेको छ। किनभने यो क्यान्सर भनेको हामी भित्रमा भएको एउटा चाहिँ टिस्यु हो होइन। हामी भित्रमा भएको एउटा टिस्यु हो। त्यो टिस्यु जब एक्टिभ हुन्छ भने त्यो मान्छेलाई के हुन्छ भने क्यान्सर हुने हो होइन। यो हामीमा भएको एउटा चाहिँ सिस्टम हो, हामीमा शरीरमा भएको एउटा चाहिँ टिस्यु र एउटा अर्गान हो होइन। जुन अर्गान अहिले चाहिँ डिएक्टिभ छ र कुनै दिन त्यो हामीले चिन्ता लियो, हामीले चाहिँ स्ट्रेस बढ्यो, हामीले चाहिँ खानापिना राम्रो भएन भने त्यो अटोमेटिकली तपाईँको एक्टिभ हुन्छ। एक्टिभ हुने बित्तिकै त्यो शरीरभरिमा तपाईँको जति काटेर फाले पनि जे गरे पनि त्यो कहिले पनि ठिक हुने छैन।
र त्यसै गरेर डिएक्सनको प्रोडक्ट म यति भन्छु, अगर म त यति नै भन्छु कि तपाईँसँग डक्टरलाई दिने लाखौँ रुपियाँ होला, तर डिएक्सनको यो ठुलो बोतल छ, सानो बोतल डेली हर दिनको एक बोतल खानुहोस्, हरेक दिनको एक बोतल खानुहोस्। मानुस् एक महिनामा 30 दिन छ, 30 दिनको 30 बोतल, 60 दिनको 60 बोतल, 90 दिनको 90 बोतल, 90 बोतल तपाईँ 3 महिनासम्म कन्टिन्यू 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 यो तपाईँले खानुभयो भने म यति नै भन्छु कि तपाईँलाई तपाईँको पेन, त्यो जो क्यान्सर लागेको मान्छेलाई दुखाइ हुन्छ, त्यो भोगाइ, त्यसबाट धेरै कुराहरू चाहिँ राम्रो हुन्छ यसबाट चाहिँ। र सम्भवतः क्यान्सरबाट मुक्त हुन पनि सकिन्छ यसमा चाहिँ, त्यो एउटा चाहिँ औषधि गुण भएको हुनाले। र साथसाथमा हामीले 1 महिनापछि हामीले यो मसरुम पाउडर र स्पिरुलिना पनि जो पेसेन्ट छ उहाँहरूलाई मजासँग खुवाउन सक्छौँ। एउटा चाहिँ मात्रा अनुसार हामीलाई ठिक गर्नु छ, हाम्रो चाहिँ पेसेन्टलाई डक्टरहरूलाई लाखौँ रुपियाँ दिएर चाहिँ बचाउन सकेको छैन भने चाहिँ डिएक्सनका यी प्रोडक्टहरूले तपाईँहरू क्यान्सर लागेको व्यक्तिहरूलाई पनि कन्टिन्यू खुवाउनु भयो भने सकिन्छ। त ठुलै बोतल खुवाउनुहोस् होइन, 2 दिनमा 3 दिनमा सकिन्छ, 3 दिन लगाएर एउटा बोतल सक्न सक्नुहुन्छ। नत्र भने सानो बोतल एक दिनमा एक दिनमा एउटा बोतल सक्नुभयो भने यो लेखेर राख्नुहोस्। तपाईँको चाहिँ पेसेन्टलाई, तपाईँको घरको परिवारलाई त्यो दुखाइ, त्यो पीडा, त्यो कष्टबाट मुक्त हुन सक्दछ। क्यान्सर अस्पताल कहिले कहाँ ठाउँ पुऱ्याउनु भएको छ, तर पनि बच्ने हो कि बच्ने होइन आशा छैन। तर त्यसैमा मान्छेले चाहिँ पत्याउने मान्छेले आफूलाई चाहिँ ओहो यो चाहिँ अर्ग्यानिक चिज हो है, यसले त राम्रो काम गर्छ भन्ने व्यक्तिले खुवाउनु भएको छ। र त्यो मान्छेहरू हामी जति पनि साथीहरू यो छ कि क्यान्सर लागेको मान्छेलाई पनि शक्ति दिने, पुनर्जीवन दिने भनेको डिएक्सनका चाहिँ यी मास्टर प्रोडक्टहरू हो। जति मैले यो तपाईँलाई देखाएको छु आरजिजिएल, यी जति पनि तपाईँले यो स्क्रिनमा देख्नु भएको छ, यो प्रोडक्टहरूले उहाँहरूलाई जीवनदान दिन्छ। जीवनदान दिनु यति राम्रो प्रोडक्टहरू छ भने चाहिँ मान्छेहरू के गर्छ भने चाहिँ त्यसलाई वास्ता गर्दैन कि, यो सोच्छ कि यो मान्छेले चाहिँ त्यतिकै भनेको यो कुनै वाहियात र कुनै त्यस्तो चाहिँ कुराहरू साथी हो। यहाँ जुन पनि मान्छेहरूले के गर्नु सक्छ भने चाहिँ अगर आफ्नो परिवारलाई बचाउनु छ भने गर्न जरुरी छ है। यो तपाईँहरूले अहिले देखिराख्नु भएको मैले जति पनि भने। अनि अब म तपाईँहरूले चाहिँ यसको बारेमा भन्छु, तपाईँको यो स्पिरुलिनाको बारेमा है। मोरङ जुस बारेमा तपाईँले धेरै यो तपाईँको महिलाहरूको लागि पनि धेरै, तपाईँहरूको महिलाहरूको सबभन्दा धेरै अहिले क्यान्सर हुने भनेको महिलाहरूको पाठ्यक्रममा, महिलाहरूको चाहिँ स्तनमा होइन, महिलाहरूको चाहिँ अब यो कुनै पनि आन्द्रामा भयो, तपाईँको चाहिँ माथि कलेजोमा भयो, यतातिर तपाईँको क्यान्सर हुने धेरै हुन्छ। र उहाँहरूलाई कन्टिन्युटी खुवाउनु जरुरी छ। यो एउटा गरिब घरको मान्छेले खान सक्छ क्या, गरिब घरको मान्छेले पनि त्यो लाखौँ रुपियाँ त्यो हस्पिटलमा दिनुभन्दा बरु चाहिँ त्यो गरिब घरको मान्छेले पनि 20-30 हजारको तपाईँको चाहिँ मोरङ्जी जुसले मात्रै पनि, खालि ओन्ली मोरङ्जी जुस मात्रै पनि त्यो पेसेन्टलाई खुवाइदिनु भयो भने साथी यो धेरै राम्रो चाहिँ काम गर्छ है त। अनि एउटा आइडी बनाएर खुवाउनु भयो भने त्यसबाट भोलि बिहान गएर तपाईँले त्यो एउटा दुईवटा मोरङ्जी फ्रीमा आउने पैसा पनि बनाइदिया हुन्छ। एउटा दुईवटा प्रोडक्ट तपाईँको फ्रीमा आउने भयो, या एउटा दुईवटा मोरङ्जी तपाईँको फ्रीमा आउनुभयो भने त अनि कति तपाईँलाई चाहिँ सहारा हुन्छ होइन। र त्यसमा साथै तपाईँको यो स्पिरुलिनाले के तपाईँको इम्युनिटी सिस्टमलाई स्ट्रङ बनाउँछ। जुन मान्छेले हरेस खाएको हुन्छ होइन, अब म त मर्छु कि अब म के हुन्छ, तर इम्युन सिस्टमलाई स्ट्रङ बनाउँछ, बलियो बनाउँछ। इम्युन सिस्टमलाई चाहिँ बलियो बनाएर उसलाई चाहिँ एउटा तागत दिने, उसलाई चाहिँ एउटा नयाँ जीवन दिने बनाएको हुन्छ। र साथसाथमा तपाईँको यो मसरुम पाउडर, यो आरजिजिएल छ, यताबाट देख्नुभएको छ आरजिजिएल र यो मोरङ्जी मसरुम पाउडर। यसले के गर्छ भने त्यो रोग प्रतिरोध क्षमतालाई, त्यो रोग जति पनि शरीरमा भित्र लागेको छ नि, यो तपाईँको जो भित्र हाम्रो चाहिँ सेल्समा जो रोग आएछ त्यसलाई बाहिर निकाल्ने काम गर्छ, शरीरबाट मुक्त गर्ने काम गर्छ। जुनै पनि रोग होस्, कुनै पनि रोग, किनकि सेलमा जति पनि रोग लाग्यो, सेलमा रोग लाग्यो भनेको हाम्रो कहिले क्यान्सर हुने, पाइल्स हुने होइन, दम हुने होइन, अनि तपाईँको चाहिँ हात खुट्टा दुख्ने, टाउको हुने, थाइरोइड हुने, यताउता धेरैहरू हुने होइन।
जब मान्छेहरू काम गर्नु लागेको अब यस्तो त अब मेरो चाहिँ सबै सरी 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 साथीहरू है, मेरो के छ भने त्यहाँ अलिक फोन आएको हुनाले म त्यसको लागि भेरी सरी भन्न चाहन्छु। एन्ड के छ भने चाहिँ यो मैले प्रोडक्टको बारेमा साथीहरूलाई किन जानकारी दिइरहेको छु, यसको बारेमा हामीले बुझ्नु जरुरी छ। जति पनि कति पनि मान्छेहरूले कति पनि साथीहरूले यो भन्नुहुन्छ कि डिएक्सनको प्रोडक्टहरूले के काम गर्छ, डिएक्सन प्रोडक्टले धेरै काम त जबसम्म युज गर्दैन भने चाहिँ कसरी काम गर्छ साथी हो। युज गर्न जरुरी छ, युज गराउन जरुरी छ। यो तपाईँको मसरुम पाउडर, यो तपाईँको मोरन्जी, यो तपाईँको आरजिएल युज गराउनु भयो भने पो तपाईँलाई थाहा हुन्छ कि यो प्रोडक्टले कति काम गर्छ भन्ने कुराहरू होइन। र मैले अहिले धेरैजना अहिले चाहिँ हाम्रो गाउँमा पनि त्यो क्यान्सर व्यक्तिहरू पेसेन्टहरू आउनु भएको रहेछ, तर बिलिभ गर्नुहुन्न कि यस्तो खान पर्छ, यस्तो गर्नुपर्छ, उहाँहरूलाई त्यो बिलिभ हुँदैन, यो त्यत्तिकै हावा हुन्छ। र उनीहरूलाई चाहिँ त्यो पैसा खर्च गरेर अरूलाई चाहिँ पैसा दिनु चाहिँ एकदमै उहाँलाई चाहिँ यो त्यतापट्टि विश्वास छ होइन। जुन कुराहरू राम्रो भरपर्दो घरमै गाउँमै पाइने आफ्नो चाहिँ स्वास्थ्यवर्धक एउटा चाहिँ अर्गानिक नेचुरल प्रोडक्टले चाहिँ राम्रो हुन्छ है, खानुपर्छ है भनेपछि मान्छेहरू त्यसलाई चाहिँ विश्वास गर्दैन। बरु लाखौँ रुपियाँ उसले चाहिँ डक्टरले चाहिँ लाखौँ रुपियाँ तपाईँलाई चाहिँ लेखिदिएको हुन्छ, यो त्यति तपाईँको लाग्छ दिनुपर्छ हुन्छ, बरु कर्ज गरेर पनि दिइन्छ है। अनि दबाई यस्तो यस्तो दबाई खानुपर्छ, यति रुपियाँलाई त्यो दबाई त्यति पैसा पनि लिन्छ। तर यहाँ डिएक्सनको प्रोडक्ट यति रुपियाँ पर्छ, यति सस्तोमा यतिमा तपाईँको जीवनलाई परिवर्तन गर्छ है, तपाईँको रोग शरीरबाट निकालिदिन्छ है, यति खानुपर्छ है भन्दाखेरि मान्छेहरू बिलिभ गर्दैन। किनकि दबाई भनेर के गर्छ तपाईँको रोगलाई दबाउने काम गर्छ, मेटाउने होइन, शरीरबाट निकाल्ने होइन। जुन दिन तपाईँहरूले चाहिँ दबाई खान छोडिदिनुहुन्छ फेरि पनि तपाईँको रोग फेरि एक्टिभ भएर हिँड्छ, फेरि एक्टिभ हुन्छ कि जुन दिन तपाईँ दबाई खान छोडिदिनुहुन्छ नि फेरि तपाईँको रोग एक्टिभ हुन्छ। किनकि त्यसको जहाँसम्म डेट हुन्छ नि त्यहाँसम्म त्यो दबाईले काम गर्ने हो। र दबाई खाँदा खाँदा भोलि बिहान किडनी पनि खराब भइसकेको हुन्छ, त्यो तपाईँलाई थाहै हुँदा भोलि बिहान जति पनि अधिकांश मान्छेहरू आज त दबाई खानु भएको छ, उहाँले एकपल्ट गर्छ भिडियो यसो गराउनुहोस्, उहाँहरूको किडनी कति खराब भइसकेको हुन्छ त्यतापट्टि होइन। अब हामीले चाहिँ किन डिएक्सनको नेचुरल चिज खाने हो, त्यहाँ तपाईँले चाहिँ खानुभएको चिजहरू तपाईँको शरीरलाई एकदम क्लिनिङ गर्ने, तपाईँको अब किडनीलाई गएर सफा गर्ने होइन, मुटुलाई सफा गर्ने, कलेजोलाई सफा गर्ने, तपाईँको पुरा शरीरलाई सफा गर्ने, तपाईँको कहाँ प्रब्लम छ त्यहाँ गएर सफा गर्ने, अनि तपाईँको शरीरबाट रोग निकालेर फाल्ने हो क्या। रोग निकाल्ने फाल्नलाई टाइम लाग्छ, यसमा वर्षौँदेखिबाट केमिकल खाइरहेको शरीरमा वर्षौँदेखिबाट केमिकल खाइरहेको चिज 1 महिना 2 महिना 3 महिना 6 महिना खाएर त्यो फाल्छ, त्यसलाई कमसे सालौँ साल खानु पऱ्यो, सालौँ साल खानु पऱ्यो। जब हामीसँग यो केमिकल खाएको भन्दा त्यसले दोब्बर हाम्रो शरीरमा त्यो सम्पूर्ण चिजहरू चाहिँ फेरि पनि नयाँ भएर आउँछ। त्यो के छ भने चाहिँ हामीले चाहिँ यो बुझ्न जरुरी छ हैन। हेलो हजुर नमस्कार हजुर। नमस्कार हजुर सर, गुड मर्निङ डिएक्सन। गुड मर्निङ डिएक्सन सर, गुड मर्निङ डिएक्सन। के छ सर, आराम हुनुहुन्छ? हजुर सन्चै हुनुहुन्छ? एकदम कता हुनुहुन्छ, ड्युटी कि रुममै हो? म सर अहिले रुममा। ओके ए तपाईँले यहाँ हेरिराख्नु भएको रहेछ, मैले त्यो चाहिँ एउटा एड गरिदिएँ क्या। ए म तपाईँलाई यहाँ हेरिरहेको छु त, तपाईँले जति खेलादेखि सुरु गरेर भएको छ नि त्यही बेला देखिरहेको छु त। सो थ्याङ्क यू सर, थ्याङ्क यू। ओके त्यो के छ भने त्यो गर्न पनि छ होइन, हेर्नु पनि जरुरी छ। र यो भल त यो के लाग्यो भने चाहिँ एउटा चाहिँ प्रोडक्टहरूको बारेमा सबैले जानकारी दिउँ भन्ने कुरा। हजुर सर, हजुर त्यो सही नै पर्छ सर, दिन पनि जरुरी छ। ल सर सुरु गर्नु। जानकारी दियो भने पो सम्पूर्ण सबैले त थाहा पाउँछ। त्यो डिएक्सनका चाहिँ हरेक चिजहरूमा यो मसरुम पाउडरमा आरजिएलमा कति पावर छ भन्ने कुराहरूलाई चाहिँ हामीले भन्न जरुरी छ र सिकाउन जरुरी छ कि सर। हजुर सर, हजुर होइन मेरो नेट अलिक काम नगर्छ हुन्छ, म किन अलिकति छतमाथि छु।
त्यही भएर अलिक गाह्रो हुन्छ नेटको। त्यही भएर नेटको तपाईँको अलि डिस्टर्ब भइरहेको छ नेट। हजुर सर, मेरो नेट तपाईँ उताको नेट नै हो रहेछ क्या जस्तो लाग्यो। नेपालमा चाहिँ 60 अनि 120 क्याप्सुलको पाइन्छ र 60 क्याप्सुलको पाइन्छ होइन डब्बा। त्यो हामीले युज गराउन सकिन्छ कुनै पनि क्यान्सर पीडितहरूलाई। मेन भनेको अहिले नेपालमा क्यान्सरहरू धेरै बढेको हुनाले एकदम चिन्तित भइरहेको छु, चिन्ता लागिरहेको छ। र मोरेन्जी जुस, म त भन्छु मोरेन्जी जुस दरो खुवाउनुहोस्, किनभने त्यो त एउटा पानी जस्तो हुन्छ। मजासँग त्यसलाई चाहिँ हल्का गरम पानीमा हालेर मजासँग चाहिँ, नत्र भने चाहिँ सानो बोतल सिधै ठाडो घाँटी लगाइदिनु हुन्छ, त्यसले कुनै बिगार गर्दैन। साथीहरू जति पनि मेरो भिडियो हेर्दै हुनुहुन्छ, म यही भन्न चाहन्छु, दिनको एउटा चाहिँ मोरेन्जी जुस सानो खाले चाहिँ खुवाइदिनुहोस्। अनि एउटा क्यान्सर पीडितलाई शरीरबाट चाहिँ कति दुःख हुन्छ, त्यो क्यान्सर लाग्दा कति पीडा हुन्छ भन्ने कुराहरू त्यो एउटा क्यान्सर लागेको व्यक्तिलाई मात्रै थाहा हुन्छ। त्यो चाहिँ त्यो खुवाउनु होला। र साथसाथमा तपाईँको चाहिँ अब स्पाइरल इम्युनिटी सिस्टमलाई पावर दिनलाई अर्को भन्छ तपाईँको मसरुम पाउडर या आरजिजिएल, रोगलाई चाहिँ बाहिर निकाल्नलाई अनि हामीलाई रोग लाग्न नदिनलाई एकदमै राम्रो प्रोडक्ट छ। र अझ पैसा भइहाल्यो भने तपाईँको यार्सा गुम्बा तपाईँको हाम्रो डिएक्सन अफिसमा, जता पनि डिएक्सन अफिसमा अभाइलेबल छ, यार्सा गुम्बा खुवाउनु होला। र त्यस्तै भयो भने मलेसियाहरूमा तपाईँको यता अरू कन्ट्रीमा तपाईँको चाहिँ कडी पाइन जुस पाइन्छ, तपाईँको यार्सा गुम्बाको जुस पाइन्छ। कडी पाइन जुसलाई चाहिँ मजासँग एक चम्मच तपाईँले चाहिँ त्यो कडी पाइन जुस पनि तपाईँले एक चम्मच आफ्नो परिवारलाई खुवाउनु भयो भने त्यहाँ पनि तपाईँको चाहिँ धेरै काम गर्छ त्यसले। किनभने प्रोडक्ट नै डिएक्सनको मेन धरोहर भनेको प्रोडक्ट हो। आज प्रोडक्ट थियो र पो राम्रो प्रोडक्ट भएर चाहिँ 180 देशमा तपाईँको यसको चाहिँ ब्रान्चहरू, इभोपमा ब्रान्चहरू र 240 देशका मान्छेले यसका प्रोडक्टहरू कन्ज्युम गर्नु भएको छ। चाहे त्यो अनलाइनबाट मगाउनुहोस्, चाहे तपाईँको फ्लाइटबाट मगाएर या कतैबाट मगाएर भए पनि उहाँहरूको साथीहरूले चाहिँ युज गर्नु भएको छ। प्रोडक्ट जबरजस्त प्रोडक्टमा एउटा तागत पाएको प्रोडक्टमा एउटा चाहिँ रिजल्ट दिने भएको हुनाले त्यो। नत्र भने हामी कुनै नेपालीहरू त प्रोडक्टलाई बिलिभ नगरेर चाहिँ पहिला चाहिँ कमेन्ट गर्नुहुन्छ कि तेरो डिएक्सन यस्तो छ भनेर। साथीहरू डिएक्सनमा कुनै कमी छैन। कमी भनेको हाम्रो यहाँ छ क्या, माइन्डमा छ। यहाँ तपाईँको यो सोच छ नि, सोच परिवर्तन गर्नुभयो भने आज मान्छेले सोच परिवर्तन गरेर नेपालमा चाहिँ तपाईँको चाहिँ सत्ता पल्टिदियो होइन। सोच परिवर्तन हुनु पर्यो। त्यही भएर डिएक्सनमा पनि डिएक्सनको प्रोडक्टलाई पनि सोच परिवर्तन गरेर तपाईँको डिएक्सन प्रोडक्ट खानुभयो भने तपाईँको घरको परिवार, हरेक परिवारहरू स्वस्थ बस्छ। थोरै लगानीमा, थोरै पैसामा जीवन परिवर्तन हुन्छ। लाखौं लाख रुपियाँ, लाखौं लाख त्यो हस्पिटलमा त्यो डक्टरलाई दिनु पर्दैन।
कुनै पनि तपाईको सिर्फ तपाईले चाहिँ समान तपाईको चाहिँ एउटा मार्केट चेन्ज गर्नुभयो र एउटा चाहिँ विश्वास गरेर तपाईले डिएक्सन प्रोडक्ट खानुभयो भने साथीहरु धेरै राम्रो काम गर्छ। हाम्रो सर्वर सरले पनि डिएक्सन मजासँग गर्नु भएर सर्वर सरलाई पनि सबै थाहा छ कि डिएक्सनको प्रोडक्टहरुले कति काम गर्छ। किन अलरेडी डिएक्सनमा लागेका साथीहरु डिएक्सनलाई जोइन गर्नुभएको साथीहरुलाई थाहा छ डिएक्सनको प्रोडक्टमा कति पावर छ भनेर। र म डिएक्सन भन्दा बाहिरको मान्छेलाई यही आह्वान गर्न चाहन्छु कि तपाईहरु डिएक्सनको प्रोडक्टलाई चिन्नुहोस्। आज चिन्नु भएन भने फेरि त जिन्दगीभरि नै हामीले धेरै कुराहरु चाहिँ गुमाइसकेका हुन्छौं हैन। अब त्यो जीवन गुमाइसक्यो या आफ्नो समय गुमाइसक्यो भने चाहिँ अब भोलि बिहान हामीले आफूलाई क्वेशन गर्नु बाहेक अरु केही पनि रहँदैन के हैन। आफूले हो मैले किन गरिन, म किन पछाडी भएँ, मैले किन स्वास्थ्यको बारेमा बुझिन, आफूले बुझ्नु पर्दो रहेछ, प्रोडक्ट खानु पर्दो रहेछ भने त्यो आफूले आफूलाई क्वेशन गरेर आफूले आफूलाई चाहिँ नराम्रो म चाहिँ नराम्रो हो भनेर भन्नुहुन्छ। किनभने त्यो समय हुँदाखेरि तपाईले त्यो समयको पालना नगरेपछि हामीले जति पनि डिएक्सनका साथीहरुले सम्पूर्णले भनेकै हुन्छौं कि सर तपाईं यो प्रोडक्ट युज गर्नुस् न, तपाईं स्वास्थ्यलाई युज गर्नुस् न, स्वास्थ्य राम्रो हुन्छ भनिराख्नु भएको छ भनेको त मैले तपाईको पल पल तपाईको यो लाइभ गरेर पल पल तपाईको रिल्समा तपाईको चाहिँ डिएक्सनको चाहिँ स्वास्थ्यको बारेमा ल खाना पर्यो साथीहरु, वर्ल्ड वाइड साथीहरु जति पनि नेपाली हुनुहुन्छ, इन्डियन हुनुहुन्छ, अंग्रेज हुनुहुन्छ, कोही पनि हुनुहुन्छ, you have taken the DXN product, you using the DXN product, but you not believe DXN product. Why not believe? This is DXN product, is a herbal product, natural product. You know, this is very, very dangerous problem. This is outside your body. But continue to use your product. Continue to use the DXN product. Continuity, not this one day, 2 day, not continuity. जितने भी दोस्त हैं यही बोलना चाहता हूँ कि एंड जो DXN का प्रोडक्ट है वो कंटिन्यूटी यूज करना जरूरी है। अगर आप कंटिन्यूटी यूज करेंगे तो आपका जो हेल्थ है वो बहुत ही बेटर होगा। जितने भी अगर आप मानो कि आपके घर में हर कोई एक ना एक आदमी बीमार है और कभी-कभी इतना जटिल बीमार हो जाता है कि आपके लाखों रुपए खर्च करने के बाद भी वो आदमी ठीक नहीं हो पाता, तो फिर तो कितने रुपए आपने खर्च कर दिए, उसका कोई बेनिफिट ना तो आदमी का स्वास्थ्य में लाभ हुआ ना आपका कोई उसका रिटर्न प्रॉफिट मिला। आपका अगर आदमी स्वस्थ होता अच्छा होता तो भी ये लगता हाँ यार आदमी तो ठीक हो गया, संपत्ति चला गया, पैसा चला गया, कम से कम आदमी तो ठीक हो गया बोलते, लेकिन इधर आदमी भी ठीक नहीं, पैसे भी पूरा चला गया। हम तो ये पैसे भी बच जाएगा। डिएक्सन का अगर प्रोडक्ट हो गया आदमी, हाँ अगर हाथ पांव टूट गया, कमर टूट गया, सिर टूट गया, फट गया तो उसके लिए हॉस्पिटल है, लेकिन जो रोग है ना, रोग के लिए डिएक्सन का प्रोडक्ट ही बेहतर है। हाँ अगर आप कोई दवा खा रहे हैं तब भी आप डिएक्सन प्रोडक्ट खा सकते हैं, क्योंकि दवा का काम करने वाला वो करता है, जो नेचुरल काम करने वाला ये करता रहेगा। डॉक्टर की सलाह अनुसार आप अपना दवा भी खा सकते हैं, उसमें कोई टेंशन नहीं है। लेकिन धीरे धीरे अपना आप दवा छोड़ के डिएक्सन प्रोडक्ट के ऊपर काम कर सकते हैं, उसको ले सकते हैं, उसको यूज कर सकते हैं। अभी हर घर में कैंसर का ज़्यादा प्रॉब्लम हो रहा है, तो कैंसर के लिए मैंने वीडियो दिखाया था, आप मेरे शुरू से देख लीजिएगा वीडियो, उसमें मैंने मोरिंगा जूस, स्पिरुलिना और मशरूम पाउडर एंड आरजीजीएल के बारे में कुछ बताया था। तो आप उसमें देख सकते हैं कि डिएक्सन का प्रोडक्ट्स में कितना हम लोगों को बेनिफिट है। एक तो स्वास्थ्य में बेनिफिट, जो प्रोडक्ट लेके आते हैं, अगर आईडी बना के लेके आते हैं तो आपको उधर बोनस में बेनिफिट, और कल जाके वही प्रोडक्ट आप फ्री में भी खा सकते हैं डिएक्सन के थ्रू। सिर्फ आपको एक सिस्टम को फॉलो करना पड़ेगा। जिस दिन आप फॉलो करेंगे अपने सिस्टम को, और ऑटोमेटिकली आपको डिएक्सन का प्रोडक्ट भी फ्री खाने मिलेगा। तो ये समझना जरूरी है, करना जरूरी है दोस्तों। सो थैंक यू, इतने बोल के मैं भी विदा होना चाहता हूँ। फिर भी आप लोगों के सामने मैं एक टाइम मिला के लाइव में आने की कोशिश करूंगा। नमस्ते, गुड मॉर्निंग।